अनुहारमा सबभन्दा चमक आउँछ भने त्यो खानेकुराले हो साथीहरू। क्रिम त अब एउटा भनाइ मात्रै हो। अनि हेलो राम्रो राम्रो मान्छेहरू सन्चै हुनुहुन्छ। अनि आज चाहिँ हाम्रो घरमा पाक्दैछ मोमो। यही मोमोको चमक हो मेरो अनुहारमा चाहिँ। अनि यो कुनै खास कुरा त होइन र अनि हामी चाहिँ धेरै दिनपछि खाँदैछौँ यसरी। जेम्स चाहिँ यहाँ दाइलाई चाहिँ मलाई घुमाउनु लैजानुस् भनेर ऊ फरमाइस गर्दैछ। अनि यहाँ उसको मनपर्ने चिकन खाँदैछ। अनि म चाहिँ यसरी किमा रेडी गर्न धेरै लाग्यो। सबै कुरा रेडी गरिसक्यौँ। किमा रेडी गर्दै अब बाबुले हेर्दै गर्नुपर्छ, किनकि अब बच्चाको आमा भइसकेपछि एउटा काम गऱ्यो भने उसले 2 काम बिगारिसकेको हुन्छ। अनि यसरी नै अब यताउता गरेर मैले किमा पनि रेडी गरिसकेँ। अनि चाहिँ म चाहिँ यतिको किमा भइसकेको चाहिँ यहाँ डो दिदीले बनाउनु भयो। अनि चाहिँ म यहाँ बेल्दै दिदी बेल्दै हुनुहुन्छ अनि म चाहिँ भर्दैछु। यतिकै भर्दा भर्दा चाहिँ कुन बेला पाएको चाहिँ थाहा नै भएन चाहिँ साथीहरू। अनि पाकेर चाहिँ हामी खान लाग्यो। दिदीले हाम्रो राईहरूकोमा त अनि यसरी खानुभन्दा अगाडि दिने बेला ढोग्छ भनेर माग्नुभएको थियो कि। अनि त्यो कुरामा हामी हाँसो मजाक गऱ्यौँ। यसरी खायौँ सबैले। एकदम मिठो भएको थियो। मिठो भएर चाहिँ म भाँडा माझ्न लाग्यो ल साथीहरू। ल बाई।